हाम्रो दाजुभाइ दिदीबहिनीहरू दुई तीनटा कुरा हुँदो रहेछ। एउटा चाहिँ एकदमै आशावादी कि विदेशमा गएर आफ्नो लाइफ चेन्ज हुन्छ र यो चेन्ज पनि भएको देखिन्छ। म यहाँ अलिकति टाइम लिएर म आफ्नो एक्सपिरियन्स एज अ काठमाडौँवासी म सेयर गर्न चाहन्छु। म हिजो यो पुतली सडकको क्रसिङमा रेड लाइटमा बसिरहेको थिएँ र वरिपरि हिँडेको जनसङ्ख्या, हाम्रो नेपालको नागरिकहरूको अवस्था हेर्दा चाहिँ राम्रो देखिन्थ्यो। सबैजना वेल ड्रेस्ड, राम्रो लुगा लाछन्, हातमा मोबाइल छ, स्मार्टली हिँडिरहेछन्, उनीहरूको मुख चाहिँ एकदम ब्राइट छ। त्यस्तो चाहिँ अहिलेको अवस्था छ। तर म आफ्नो बाल्यकाल या युवाका अवस्थामा पनि त्यही पुतली सडकमा धेरै अब मोटरमा बस्दाखेरि, गाडीमा बसेर हेर्दाखेरि चाहिँ त्यो बेलामा डोको बोकेको नाङ्लो पसलेहरू र खर्पन बोकेको, खुट्टामा जुत्ता नभएको र च्यातेको लुगा लाएको र निन्याउरो मुख भएको, कपाल पनि नकोरेको हाम्रो नागरिकहरू चाहिँ त्यही पुतली सडकमा मलाई देखेको याद छ। भन्दा धेरैजनाको, अनि मैले मेरो पिएलाई भने, हेर कमल, यिनीहरू सबैको चाहिँ कोही न कोही विदेशमा छ जस्तो छ। कोही चाहिँ त्यहाँ कन्सल्टेन्सीमा आए होलान्, कोही चाहिँ पढिरहेछन् र कोही चाहिँ अब विदेशमा जाने क्रममा छन् या विदेशमा गएको पैसाबाट यिनीहरू पढिरहेछन्। र यसलाई चाहिँ हामीले सबै पलायन भयो, एकदमै यो खतमै भयो भनेर सोच्नु हुँदैन, किन हाम्रो विकासको क्रम त्यही छ। हाम्रो मान्छे अब राम्रो पढे लेखे छ भने उनीहरूलाई काहीँ राम्रो ठाउँमा जागिर पाउँछ भने किन जाँदैनन्? हामीले हाम्रो छोराछोरीलाई पढाएको छैनौँ र? यो कुरा चाहिँ एउटा स्लोगनको रूपमा भन्दा पनि बरु फर्केर आएर काम गर्ने वातावरण हामीले कसरी बनाउने, त्यहाँबाट आएको स्किल्स हामीले यहाँ कसरी लागू गर्ने, त्यो कुरामा चाहिँ हामीले अझै अध्ययन गर्नुपर्छ। र यहाँ चाहिँ यो फरेन डाइरेक्ट इन्भेस्टमेन्ट आएर उहाँहरूले सिकेको सिपलाई यहाँ लागू गर्नलाई चाहिँ म यहाँहरू सबैजनालाई त्यसमा हामी सबै लागेका पनि छौँ। त्यस्तो किसिमको सिस्टमहरू बनाउन, त्यो बनाउन चाहिँ हामी सबैजना अझै जोडका साथ लाग्नुपर्छ जस्तो म यहाँ सामने म राख्न चाहन्छु।